हामी चाहिँ वेलकम टु माई न्यू ब्लग गाइज। अहिले चाहिँ हामी गोर्खा यो देखा न ल ल दार्केला पास सर पनि हुन्छ भान्जा सरोज ल एउटा फोटो हाल्न अनि पठाइ फोटो वाट्सएपमा पठाउँछ। यिनीहरूले चाहिँ हामीलाई चितवनबाट गोर्खासम्म छोड्न आएको बिहान 4:30 बजे एउटा फोटो हामी चाहिँ गोर्खा बजारबाट गाडी नपाएर पठाओमा चाहिँ हामी जाँदैछौँ आरुघाटसम्म। सर पछाडि आउँदै हुनुहुन्छ अर्को पठाओमा। ठाउँ त्यो दामी नै छ अहिलेसम्म। भ्यूहरू लास्टै रमाइलो छ। भ्यूहरू पनि देखाउँदै गर्छु म आरुघाटसम्मको। धुवालो चाहिँ यहीँबाट लागिरहेको। करिब 1 घन्टा गोर्खा बजारबाट 1-1.5 घन्टाको राइड पछि चाहिँ हामी चाहिँ यो भीमसेन गाउँपालिका भीमसेन थापा गाउँपालिका सिद्धिएर आरुघाट गाउँपालिका प्रवेश गरिरहेका छौँ। अब यसमा चाहिँ आरुघाटै आयो अब त। यो चाहिँ आरुघाट बजार जाने बाटो। आरुघाट बजार जाने बाटो ओर्लिन्छ है। आरुघाट बजार हो त यो। आरुघाट बजार बुढी गण्डकी काखमा छ है। जाँदै हो बुढी गण्डकीको तिरै तिरमा चाहिँ आरुघाट पर्दो रहेछ। अहिलेसम्म जर्नी एकदम रमाइलो भइरहेछ। अब आरुघाटबाट अब सुती खोलासम्म फेरि अब हामी एउटा गाडी लिन्छौँ होइन, अथवा जे पाउँछ साधन त्यो लिन्छौँ। गोर्खा बजारबाट करिब 1.5 घन्टामा चाहिँ आरुघाट आइदो रहेछ होइन। अब आरुघाटबाट करिब अर्को 1.5 घन्टामा हामी सोती खोला हुन्छौँ। अब सोती खोलाबाट चाहिँ हामी त्यहाँबाट नि गाडी पायो भने चाहिँ जगत जान्छौँ होइन। जगतबाट नि अझै माथिसम्म गाडी जान्छ अरे, तर यहाँनिर चाहिँ स्ट्राइक भइरहेछ, यो ट्रान्सपोर्टेसन स्ट्राइक भइरहेछ, त्यही भएर अलिक गाह्रै छ होइन गाडी पाउन। हेर्दै जाउँ, म भ्यूहरू पनि देखाउँदै गर्छु। बजार एकदम शान्त रहेछ, सानो शान्त सुन्दर सफा। अलिकति बाटो चाहिँ बन्न बाँकी रहेछ। आरुघाट बजारमा र चिया खाँदैछौँ दाइहरू सरहरूसँग। हामी चाहिँ आरुघाटबाट मच्छी खोलातिर जाँदैछौँ पठाउमा होइन। डेन्जर। म हजुरहरूलाई बुढी गण्डकीको भ्यू देखाउँछु है। यो चाहिँ हाम्रो बुढी गण्डकी खोला। जीवनमा पहिलोचोटि नजिकबाट देखियो ल, लास्टै ठुलो हो। वहाँनिर एउटा झर्ना पनि छ, तर यो चाहिँ सिजनल झर्ना रहेछ क्या, वाटरफल है। कस्तो दामी ल, धेरै भिड छ ल। बाटो बनाउँदै रहेछन् होइन, यतातिर खन्डा रहेछ। यहाँ हाम्रो सर फोटो भिडियो लिँदै हुनुहुन्छ है। बुढी गण्डकी खोला हामी जाने चाहिँ सायद यो बुढी गण्डकी खोलाको शिरमा होला, मतलब मनास्टु। र चाहिँ सोती खोला बजार सानो रहेछ, तर बुढी गण्डकीको साइडमा त्यो बसको पछाडि चाहिँ बुढी गण्डकी हो कि। सोती खोलामा चाहिँ यहाँनिर चाहिँ कस्तो नर्थ एबिसीको कस्तो फुटफुटे झर्ना जस्तै लाग्यो मलाई। त्यो चाहिँ पानी कलर नि कस्तो ग्रिनिस टाइपको छ कि यो चाहिँ, यहाँबाट नदेखेको सफा पानी हो कि एकदम बवाल। नुहाउनलाई कस्तो बवाल हुन्छ। त्यो खोला चाहिँ बुढी गण्डकी खोला हो। यो सोती खोला चाहिँ त्यहाँ गएर मिसिन्छ है। हामी चाहिँ सोती बजारबाट अलिकति अगाडि हिँडेको।
सोती खोलाभन्दा अलिकति अगाडि आयौँ अनि यहाँनिर यस्तो दामी झर्ना होला मानिगो रे यो झर्नाको नाम चाहिँ कुन चाहिँ भाषामा हो मानिगो मानिगो भनेकै हो मानिगो गुरुङ भाषामा मानिगो दामी छ भिडियोमा भन्दा नि आँखाले चाहिँ दामी हो गण्डकीको खोल्चो गर्छ कति तल खग्यो खच्चडी हिँड्ने बाटो छ अरे ऊ त्यो डिल यो डिलबाट ओ खच्चडी हिँड्ने बाटो ल्यान्डस्केप नै दामी होला हामी आएको बाटो चाहिँ एकदम डेन्जर छ के बाटो चाहिँ एकदम डेन्जर छ बाटो त अखा अफ रोड छ ढुङ्गै ढुङ्गाको बाटो मत्स्य खोला आउँदैछ होइन मत्स्य खोला आउनुभन्दा अगाडिको चाहिँ दृश्य यो झर्ना देखाउँछु म यस्तो बवाल छ तर बाटो त लास्टै खत्तम रहेछ कि मैले बाटो यहाँ देखाउन सकिनँ होइन किन भन्दाखेरि बाइकमा आएको पठाउ गरेर होइन पठाउ लोकल पठाउ बाइक लास्टै बाटो लास्टै डेन्जर खत्तम के त्यही भएर एउटा पनि बाटोको भिडियो चाहिँ बनाएको छैन है मैले है त्यही हो अब म चाहिँ लागिरहेको छु होइन अब यस्तो बवाल झर्ना कि म त्यो झर्नाको पछाडि क्यामेराबाट देखाउँछु है दामी छ कत्रो छ अनि त्यो झर्नाको पानी चाहिँ मलाई पठाउ गरेर लिएर दाइ त यही हो है ल ओ माई गड यो भ्यू ट्रेकको यहाँनिर भर्याङहरू पनि बनाइदिनु भएको रहेछ होइन माथि सायद भ्यू पोइन्ट पनि छ त्यहाँनिर के हो पनि लेखेको छ होइन दामी त्यो सर पनि आइपुग्नु भयो पछाडि बस्नुभएको सर हो होइन अब चाहिँ म त्यहाँको यो झर्नाको पानी चाहिँ यहाँ बिचमा हम्प पाइपहरू युज गरेर यहाँनिर चाहिँ लिएर आइएको छ तिर्खाएको बुढी गण्डकीमा यताको पानी गएर बुढी गण्डकीको तिर्खा चाहिँ मेटिरहेको छ त्यो चाहिँ बुढी गण्डकी हो यहाँनिर चाहिँ अलिकति सानो रहेछ है दामी न्याउली वाटर पार्क न्याउली वाटरफल जे भने नि हुन्छ दामी ल यो चाहिँ मच्छी खोला आउनुभन्दा अगाडिको यो आएपछि चाहिँ मच्छी खोला आयो भनेर बुझे हुन्छ गाउँ खोलाकै साइडमा बुढी गण्डकीको आमा हजुर घर यहीँ हो हजुर यसो घुम्न आयो कि आमा राम्रो हजुर मनासलु चाहिँ खाना खानु लाग्यो खाना हुन्छ सबको नेता छ हजुर अब खाना आएको भिडियो चाहिँ टाइम ल्याप्स खच्चडहरू पनि रहेछ अहिले चाहिँ हामी खोर्ला बेसीमा आइपुग्यौँ हामी दाइले लिएर आइदिनु भयो
अब हामी चाहिँ यो खोला तरेर जानुपर्ने हो। यति खोला तरेर जानुपर्ने हो। खोर्ला बेसी यो ठाउँमा। यसपछि चाहिँ तातो पानी आउँछ। दामी। यो चाहिँ बुढी गण्डकी हो। भ्यू अति नै बवाल। बाटो बन्दै रहेछ। यो चाहिँ तातो पानी। फेरि बुढी गण्डकी। दिनमा तपाईहरु कसैले बाइक मात्र चढेर अलमोस्ट 10,000 रुपीस खर्च गर्नुपर्छ। कमेन्ट डाउन बिलो। यो रुटमा त सबै लोकल पठाओ यस्तो महँगो रहेछ। आम्मामा थै। फेरि बाध्यता पनि हो। मिन्स अफ ट्रान्सपोर्टेसन पनि हो। अहिले चाहिँ तातो पानी आइपुग्यौँ। अब फेरि यहाँबाट अर्को पठाओ। अहिलेसम्म 3टा 4टा पठाओ चेन्ज गरिसक्यो। यहाँबाट अझै एउटा पठाओ जगतसम्म। सिया गाडीले बगाएर पुल यस्तो बनाइदो रहेछ। अब चाहिँ हामी यो बाटो गयो। कताबाट आउने दाइ? यताबाट यहाँ चाहिँ ड्रिल गरेर ब्लास्ट गर्दै गाडी भेटियो। बल्ल चाडा पठाओ गरेपछि बल्ल गाडी भेटियो। जाऊ 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 जाऊ। मलाई त कस्तो मनाङबाट फर्के जस्तै लाग्यो क्या बाटो है। अनि हो नि हजुर माथि त यही पसिना त हामीलाई चिसो हुन थाल्छ। जगत भएरै जान्छ यो गाडी। जगत भएर पहिला त गाउँबाट छिट्टै अन्त मुनिबाट जानुपर्छ। हामीले हेरेको बाटो त्यो हो नि। हो मैले पनि हेरेँ बाटो यही हो कि क्यान्टिलिभर ब्रिज। खोप्यावाला हो यो नि ट्रेल हो। खास गरी मेन ट्रेल चाहिँ ओरिजिनल चाहिँ हो कि गाडीमा नआएको भए चाहिँ रुट हुन्थ्यो हाम्रो क्यान्टिलिभर ब्रिजहरू। ओ पानी पर्यो है त्यो। माथि त पुरै क्याब जस्तै रहेछ। हामीले चाहिँ यहाँनिर आएर चाहिँ यस्तो
टिकट काट्नु पर्दो रहेछ एकजनाको 200 उ त्यहाँ यो घरबाट काट्नु पर्दो रहेछ है यो चाहिँ जगतमा हो जगत दामी यो चाहिँ जगत कटिसकेपछि है अब शेर खाली हुन्छ है यसमा चाहिँ फिल्म झरेर 4 जनाको हो तपाईँहरू चाहिँ सबै पाङसिङ हो पाङसिङ आइपुग्यौँ पाङसिङ दामी छ चिसो आहा पाङसिङको भ्यू देखाउँछु है म है पाहाड दामी रहेछ पाङसिङ दामी भ्यू छ ल यो मान्छे हिँड्दा त हिजो झन् मान्छेले भारी बोकेर चाहिँ जान नसकेर मान्छे बिहानको ल्याएको भारी हामी चाहिँ यो बुलेरोमा आएको उता चाहिँ आकाश निलो होला झुलुङ्गे पुल आइपुग्यो ट्रेक चाहिँ झुलुङ्गे पुल बिना कम्प्लिट हुँदैन कि होइन यहाँ पनि झुलुङ्गे पुल छ ल बाबु बाबुको नाम के हो हुन्न गुड मर्निङ गाइज सेकेन्ड डे हामी चाहिँ एक्लै भट्टीबाट चाहिँ हामी चाहिँ अगाडि बढ्यौँ बिहान 6 बजे छ अब ब्रेकफास्ट पनि खाएको छैन अगाडि गएर खाने अब 1 घन्टा जस्तो डिस्टेन्समा नाकफेदी भन्ने ठाउँमा त्यही हो भ्यू बवाले छ बाटो कहाँ पुग्छ थाहा छैन तर बाटो खनेर चाहिँ यहाँसम्म मात्र भ्याएछ ल त्यसपछि त छैन बाटो त्यो सबै चट्टान फोडेर बाटो बनाउने हो ओ माइ गॉड बुढी गण्डकी फेरि यहीँ तल है बगिरह एक्लै भट्टीबाट हिँडेको करिब 1 घन्टामा चाहिँ यो झुलुङ्गे पुल आउँछ होइन यो पुलबाट चाहिँ हामी लाग्नुपर्छ है मनास सर्किट मतलब लार्के लागेको लागि है उ त्यहाँनिर त्यो गेट झुकेर देख्नु होला त्यही बाटो लाग्नु होला त्यो गेट चाहिँ सुम भ्यालीको लागि है तर अब हामी जाने बाटो चाहिँ यो बाटो हो यो बाटो चाहिँ न्याक पुग्छ यस्तो छ भ्यू दामी छ अहिले चाहिँ हामी न्याफेदी अहिले पनि न्याकफेदी भने न्याकफेदी नै आइपुग्यौँ हजुर याक न्याक हजुर ए न्याक दामी छ यो चाहिँ यार्सा गुम्बाको रक्सी यो चाहिँ यार्सा गुम्बा सेकेन्ड डेको फर्स्ट ब्रेकफास्ट है 1 घन्टा हिँडेपछि न्याकमा ब्रेकफास्ट गर्दै 1650 मिटर नाकफेदीबाट अलिकति अगाडि गएपछि चाहिँ यस्तो ठाउँ छ ल यो झुलुङ्गे पुल क्रस गरेर जानुपर्छ पानीको बहाव यहाँ लास्टै डेन्जर छ बुढी गण्डकी होइन दाइ बुढी गण्डकी यस्तो राम्रो ठाउँ आइपुग्यो ल यस्तो दामी ट्रेल अलिकति हिलो रहेछ होइन तर पनि खैर यो ट्रेल कस्तो मजाको साइडमा बुढी गण्डकी बगिरहेको छ होइन
दामी छ। अहिले चाहिँ हामी पेवा आइपुग्यौँ 1750 मिटरमा। यही हो पेवामा धेरै घर छैन, यति नै हो। दामी। यो चाहिँ पेवा पनि हो। अहिले चाहिँ देङ आइपुग्यौँ ल। गेटबाट देङ। उहाँ माथि देखेको त्यो घरहरू पनि देङकै हो। त्यो चाहिँ देङ। दामी छ। डेङमा खाना खाएर आउँछ हामी हिँड्यो। अब गपतिर जाँदैछौँ। अहिले चाहिँ हामी बुर जाँदै लाग्यो। बुर जान अराउन्ड 1 घन्टा जति लाग्छ। अब आधा घन्टा 1 घन्टा। भ्यू बवाल छ। यो चाहिँ बुर जाने बाटोमा है। पोर क्रोक गाउँ दामी छ। घोडै घोडा छ ल। आज चाहिँ डे 3। हामी चाहिँ बुरबाट अब नामरुङतिर जाँदैछौँ। हिजोले खानासाना खाएर सुतिहाल्यौँ, त्यही हो। नामरुङबाट सकेसम्म अगाडि पुग्यो भने पुग्यो, नत्र आजको बास चाहिँ नामरुङ। पछाडि वाटरफल पनि छ दामी। बुरबाट यो गप भन्ने ठाउँ आउँदाखेरि चाहिँ यस्तो रुट पनि रहेछ ल। तिरिचोको जस्तै बुढी गण्डकी साइडमा बगिरहेको छ है। देखेँ होइन, तर सायद आवाज आइरह होला। अब हामी पुग्ने गाउँ चाहिँ त्यो हो। त्यो गाउँको नाम चाहिँ गप हो। बुरबाट हिँडेको आधा घन्टामा चाहिँ हामी गप आइपुग्यौँ है। 21:05 मा रहेछ। यो चाहिँ गप भिलेज हो। ग्याप्सा अर्को स्टप 30 मिनट रहेछ होइन। दामी छ। अब चाहिँ हामी यहाँ ब्रेकफास्ट खानको लागि रोक्छौँ। अहिले चाहिँ हामी गपमा आएर ब्रेकफास्ट चाउचौ। यो पनि हाम्रो सरले चाहिँ प्यानकेक अन्डा आजको फर्स्ट ब्रेकफास्ट। यसपछि चाहिँ 3.5 घन्टाको बाटो उकालो अनि नामरुङ पुगिन्छ अनि त्यहाँ लन्च। यस्तो दामी यो आर्किटेक्चर देख्नु ल। नेचुरल आर्किटेक्चर ढुङ्गाको। हामी चाहिँ गपबाट 1 घन्टामा चाहिँ यो ठाउँ आइपुग्यो। यो ठाउँको नाम चाहिँ थाहा भएन के हो। यहाँ चाहिँ चिया खाने ठाउँ रहेछ, आनन्दको रहेछ ल। अहिले चाहिँ हामी स्याउबारी आइपुग्यौँ। अहिले चाहिँ हामी नामरुङ आइपुग्यो। यहीँ हो आजको लन्च।
वहाँ खाना खाएर अब हिँड्यो हल्का हल्का सिमसिम पानी परिरह त्यही हो अर्को वाटरफल हजुर पुरा गाउँ रहेछ पुरा गाउँभरि अहिले चाहिँ हामी बन्जामा आइपुग्यौँ ल यही गाउँ त्यो पहाडहरू कस्तो मजाको हो है वहाँनिर वाटरफल पनि छ है त्यहाँ पनि छ त्यहाँ पनि छ उहाँ माथि पनि छ है यहाँ पनि छ दामी यो चाहिँ हामी लो भिलेज दामी छ सियो जाने बाटोमा थ्याङ्क यू आज खाना यो लोको खाना डिनर डे 4 को ब्रेकफास्ट यो अर्को ब्रेड पनि हो हजुर दुईटा हो आज ब्रेकफास्ट कस्तो राम्रो गाउँ हिउँहरू पनि छ उहाँ माथि पिकहरू राम्रो छ त खेतबारी पनि छ यो गाउँ नै गाउँ छ यो चाहिँ डे 4 अल्पाइन फरेस्ट दामी दामी राम्रो ठाउँ छ ल एकदम प्रिस्टिन इन्भाइरोमेन्ट होइन दामी छ खोला साइडमा बगिरहे जङ्गलै जङ्गल छ दामी छ हामी स्याला यो स्यालाको गेट हो यहाँबाट देखिएको भ्यू दामी गुम्बाहरू छ स्कुलहरू छ हिउँ पनि परिरहेको है सो यो साथीहरू आउँदैछन् स्याला गाउँ स्नो क्याप माउन्ट पिकहरू यो सबै स्यालाको गुम्बा ठुलो गुम्बा दामी छ स्नो क्याप्ड पिकहरू पनि छ स्यालाबाट देखिएको चिया भयो आजको चिया धन्यवाद ए यो चाहिँ ब्रदरहरूको चिया है यतापट्टिको यो खाली सुचिया सुचिया कतिवटा एउटा सुचिया यहाँ कुर्सीमा बस्नु भएन थाहा भएन सबैजना खानु होला थाहा खोइ चिसो 6 डिग्री हो ढिँडो लाग्दैछ आज खाना हो यो खाना हुँदैछ स्पेसल ढेँडो पाक्दैछ है केटाहरूको यो पठाइ लैदियो हुन्छ बहिनी ढिँडो
सालामा ढिँडो ढिँडो खाएर मर्निङको अब हामी लाग्दैछौँ कतातिर रे आज ब्रदर सामागाउँ चिसो छ पानी परेर भर्खर रोकेछ यही बेलामा हिँडिहाल्ने हो यहाँबाट सामागाउँ 1.5 घन्टा है वेदर खुल्यो भने वीरेन्द्रताल पनि जान्छ हामी वेदर खुल्यो भने वीरेन्द्रताल पनि गइन्छ सामागाउँबाट 1 घन्टा अनि फेरि ब्याक टु सामागाउँ खाना खाएर निस्क्यौँ कहाँबाट भन्दाखेरि स्यालाबाट सामागाउँतिर स्कुल सामागाउँमा भएको स्कुल यो गाउँ चाहिँ सामागाउँ माथिको चाहिँ सामा गुम्बा बाटो त सजिलो कस्तो छ ठाउँ ठिक छ के भन्नु हो सर ग्रेट ग्रेट मलाई त यहाँको प्रकृतिको दृश्यले नसा लागे जस्तो भयो हो यो चाहिँ सामागाउँबाट देखिएको दृश्य यस्तो बाटो बनाउने काम पनि भइरहेको छ होइन यहाँ ढुङ्गा फोडिरहनु भएको छ यो चाहिँ ट्रेल बनाउनु लाउने भइरहेको छ दामी छ भ्यू मर्निङ भ्यू यो चाहिँ कहाँबाट रे सामागाउँबाट सामागाउँमा ब्रेकफास्ट टिबेटियन ब्रेड मार्क्स लागेको जस्तो रहेछ प्रोफेसनलको त्यो लिमिटेड मात्र हुन्छ यो चाहिँ सामागाउँमा दाइको होटलमा दाइ चाहिँ फर्स्ट माउन्टेनियर वर्ल्डमै मोनास्ट्री विदाउट अक्सिजन चढ्नुभएको दाइको होटलमा हामी टकटक लाएर जिन्जर गार्लिक टी खाँदैछौँ यहीँ यति पढेर तपाईँहरूले बुझ्नु सक्नुहुन्छ होला सामागाउँमा लन्च पानी परेर रोकेर हामी यहाँ लन्च हुन्छ भ्लग हेर्दै आज चाहिँ सामागाउँमा एक्लोमेटाइज डे होइन अनि आज चाहिँ अहिले हामी दिउँसो 2:30 बजीतिर खाना खाएर वीरेन्द्रतालतिर जाँदै हो सामागाउँ दामी छ चिसो छ बवाल ग्राउन्ड त कति दिन के है क्या दामी ग्राउन्ड रहेछ फर्किनु
भ्यू चाहिँ अति नै बवाल छ है। सामागाउँबाट वीरेन्द्र लेक जाने बाटोको। वीरेन्द्र ताल जाने बाटोमा वीरेन्द्र ताल सामागाउँ पछिको 30 मिनटदेखि 45 मिनटको हाइक पछि वीरेन्द्र लेक दामी दामी छ भ्यू। वीरेन्द्र ताल शाहरुख खान कान्छो एकैचोटि सामागाउँको गुम्बा पेमा देछोलिङ गुम्बा ठुलो गुम्बा हो यो चाहिँ। हजुर तपाईँले नेपाली बुझ्नुहुन्छ? उहाँले के भन्नुभएको हामीले बुझ्दै बुझेन। यसो सोध्नु त, फोटो खिचेपछि फोटो चाहियो भनेको हो कि के भनेको? ग्रुपमै बस्ने। यो चाहिँ रेस्ट डेको डिनर सामागाउँ दाइहरु नै खाना खाइरहनु भएको छ। गुड मर्निङ। आज डे कति हो? डे 6-7 कति हो? आज चाहिँ हामी सामागाउँबाट समुद्रतिर लाग्दैछौँ। सामागाउँबाट हिँडेको अलमोस्ट आधा घन्टा भइसक्यो होइन। तपाईँलाई म यहाँ भ्यू देखाउँछु। दामी यहाँनिर चाहिँ यो चौरिकाहरूलाई पानी गर्नुभएको छ। बल्ल बाक्लो 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 हुँदै आएको छ चौरिकाहरू। यो बोक्नु रहेछ नि त। यो भर्खर बाछा जस्तो
गुटु गुटु दौड्यो कि यार त्यो पछाडि कि साम्दो जाने बाटोमा सामागाउँबाट रेस्ट स्न्याक्स ब्रेक तपाईँले साम्दो पुग्नुभन्दा अगाडि चाहिँ यस्तो गोठहरू छ यहाँ चाहिँ टन्नै गोठहरू छ सामागाउँबाट अराउन्ड 3 घन्टामा चाहिँ हामी चाहिँ यो सम्दो भिलेज आइपुग्यौँ होइन बाटो तेर्सो छ अनि यहाँ साम्दो भिलेज आउने बेलामा एउटा ठाडो उकालो छ 10-15 मिनटको त्यही हो म तपाईँहरूलाई चाहिँ साम्दो भिलेजको चाहिँ त्यो देखाउँछु होइन ओभरभ्यू देखाउँछु है त साम्दो भिलेज के मन पर्यो है मलाई स्न्यापको त भिडियो मात्रै मन पर्छ मैले यो तलाको फेरि धेरै पहिलादेखि हो नि त अनि त्यो बानीले परेर के हामी जाने बाटो चाहिँ यो सबैजना धेरैजना साथीसँग यो चाहिँ साम्दोको डाइनिङ है हजुर साम्दोको डाइनिङ 3900 मिटर अलमोस्ट हामी चाहिँ अहिले साम्दोमा लन्च है हामी साथी सरहरू यो चाहिँ आजको लन्च हामी चाहिँ साम्दोबाट खाना खाएर हिँड्यौँ अहिले चाहिँ हामी लार्के बजार आइपुग्यौँ ठुलो छैन सानो हो त्यो लार्के बजार हो लार्के बजारबाट देखिएको भ्यू लुक्न लागेको हिमाल लुक्दैछ बादलमा हामी जाने बाटो चाहिँ यो बाटो दामी साम्दोबाट धर्मशाला जाने बाटो दामी छ अनि स्नो छ आज भयो कि याक यस्तो ठाउँमा आइपुग्यो यो चाहिँ साम्दोबाट धर्मशाला जाने बाटो है यस्तो दामी हिउँ परिरहेको यो चाहिँ यतातिरको भ्यू अघि हामी आएको चाहिँ यहाँबाट हो हिउँ परिरहेको है सबै परेको चाहिँ हिउँ हो मजासँग हिउँ परिरहेको गाइस साम्दोबाट हिँडेको 4 घन्टामा चाहिँ यो ठाउँमा आइपुग्यौँ यो ठाउँको नाम के अरे धर्मशाला यस्तो स्नोफल भइरहेको छ है नेटवर्क नि छैन यो खाना चाहिँ धर्मशालाको 4400 मिटर धर्मशालाबाट बिहान 4 बजे हिउँ नै हुन्छ जताततै धर्मशालाबाट हिँडेको करिब 6.5 घन्टापछि हामी लार्के ला पासमा आइपुग्यौँ होइन
तपाईँहरूलाई म भ्यू देखाउँछु है यस्तो हिउँ भएको बाटोमा आधा ट्रेल ब्लेजिङ गर्दै 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 आयो डेन्जर गाह्रो थियो लार्केला पासको ओभरभ्यू दामी छ त्यसरी नै मोनास्ट्री सर्किट यहीँ सिद्धिएको म घोषणा गर्दछु अहिले चाहिँ हामी लार्केला पास गऱ्यौँ थ्याङ्क यू फर जोइनिङ विथ ट्राभल विथ एसिस See ya.